साथीहरु हामी चाहिँ हिजो गाउँ आएको थियौं। आज फेरि फर्किँदै छौं है साथीहरु। यो उकालोमा हिँड्ने बानी नभएर होला एकदमै गाह्रो भयो। पहिला त यही उकालो बाटोमा हामी भारी बोकेर हिँडेको, अहिले धेरै भयो भारी नबोकेको, उकालो ओह्रालो नगरेको, त्यही भएर गाह्रो भयो। हामी आउन चाहिँ हिजो आएको, घरसम्मै टेम्पोमा आएको थियौं। आज चाहिँ हामी हिँड्दै जाँदैछौं। हिजो चाहिँ मामाको टेम्पोमा आएको हामी सबैजना। दशा लागेर टेम्पो पल्ट्यो, घर छेउमै आइपुग्दा। अनि आज चाहिँ हामी कम्पनी डाँडासम्म हिँड्दै जाने। अल्लाह थो कम्पनी डाँडासम्म लम्मा गाडी थो उब्ना वहाँ कि तर्सेर त हो नजाने भन्छ नि। खै बाउले कसको गाडी बोलाउने। ल है साथीहरु गइँदैछ है। कति छिटो जोतिसकेछ त हौ, यति त रहेछ। त्यही त नि के को कति राम्रो फुलेको रहेछ यहाँ पनि। ऊ त्यो हेर्नु न, ऊ त्यो क्या पहिला हाम्रोमा एउटा थियो नि, यो रातो चाहिँ तलकै जस्तो हाम्रो। बोजूले सुन्नु न अब त। अब एकछिन त उयो देखाएको होला नि, एकछिनमा ल यो नि बोक्नु त्यो नि बोक्नु सक्दिनँ भन्न थाल्छ होला तिमीहरू। ऊ बहिनी त गली गएछ। आए त्यही त आतेर टेम्पो त अब माथि भण्डारा निस्किने कति गाह्रो हुने रहेछ। ल है साथीहरु, हामी चाहिँ हिजो धरानबाट आएको। हिजो चाहिँ हामी टेम्पोमा आएको थियौं, घर छेउमै आइपुग्दा टेम्पो पनि पल्ट्यो। आज चाहिँ हामी हिँड्दै माथि कम्पनी डाँडासम्म निस्किने। त्यहाँदेखि चाहिँ हामी गाडीमा जानुपर्छ होइन। बाजेले बुलेर के बोलाउनुहुन्छ अरे हौ, थुम्कीको क्या। हिजो चाहिँ टेम्पो पल्टेर सबभन्दा साह्रो को भयो थाहा छ? आन्टी भयो। अनि कोही हाँस्ने, कोही रुने, कोही आया कि आया गर्ने हो र। रुइन हौ म त, कहाँ रुए हौ। यता चाहिँ साथीहरु ससुरा ज्वाइँ आउँदै हुनुहुन्छ है। हामी चाहिँ तरुले पुग्न आँट्यौँ है। यहाँ आइपुग्दा त यस्तो भयो। अब अझै कम्पनी डाँडा निस्किँदा त कस्तो हुन्छ हौ तिमीहरूलाई। एउटा ग्याङै छौँ है हामी चाहिँ। अगाडि पछाडि अगाडि नबोक्नु है बाबाले, स्ट्रङ पो भइन्छ त यस्तो बाटोमा हिँड्दा। हो त नि। अनि अब धेर छैन रोडमा निस्किन।
नसमाउनु न झन् अप्ठ्यारो हिँड्छ हिँड्नु पुरा आफै हिँड्न बाबा के को बोक्छ हौ हिँड्छ नि नबोक्नु न ल जसरी नि बाबालाई बोकाएरै छोडी छैन तँलाई एकछिन बोक्दा हुन्छ माथि तेर्सोमा हिँडाउनु झोला पनि छ अप्ठ्यारो हुन्छ बोकिहाल्नुहुन्छ नि त्यो झोला खासै गरम छैन क्या कहाँसम्म जान्छ हौ यो चाहिँ फेरि ए जान्छ ए हामी आफै त हिँड्नु कस्तो गाह्रो भयो कहिले कहाँ हिँड्दा यो बहिनी त झन् गल हो अगाडि हिँड्दा चाहिँ गलिन्छ कस्तो कुरा हो त्यही त नि ल अब हामी चाहिँ एकैचोटि कम्पनी डाँडा निस्केर ल आधी बाटो आइपुगेको छैन यहीँ आइपुगेर खाजा खान थाल्यो अनि यस्ता छन् रोटी पनि खाने हो खाऊ है खाऊ त आधी घन्टा भयो त भएकै छैन हामीलाई पुऱ्याउनु टिके पनि आएको छ है लुजुम हिँड हिँड नखाने म त हिँड ल तरुले आइपुग्यो बल्ल बल्ल हो त्यो खाएर एनर्जी आयो है लुजुम फाइनली साथीहरू हामी चाहिँ कम्पनी डाँडा निस्क्यौँ जोडी पुलमा अब चाहिँ हामी यहाँबाट गाडीमा जाने बुवाले बोलाउनु भएको गाडी पनि आएन अब बसै पर्खेर जाने हो हामी ल त साथीहरू यो चाहिँ यही अन्त गर्दै हाम्रो ग्याङ सबै आइपुगेको यहाँ बिदा हुन चाहन्छौँ अर्को भिडियोमा भेटौँला ल यहाँ सुन हाम्रो युट्युब फ्यामिलीहरूलाई बाई बाई गर बाई बाई साथीहरू अर्को भिडियोमा भेटौँला सासा ल त बाई